एउटा बाँध्नलाई एउटा बाँध्नलाई डोरी नै हाल्दो रहेछ डोरी छोटो हुन्छ कि भएन त्यहाँ देख्थ्यो क्या धान हो त धान देख्यो अन्त मारिहाल्छन् कराले तिमीबाट धुल खेलेर अहिले त पनि हाल्नु यहाँ पो कता नेपाली मनसुन छ अरे कहाँ रोप्नु गर्न पाइन्छ कि हेर पानी आइराखेको छ अब जमिन चिसो बनाइराखेको छ अनि सर्ट गएर जेठ अन्तिमतिर आयो 5 महिनाको रोपाइ भइगयो नि बिउ राख्ने हामीसँग त पहिलो त होइन नि चल्ती राखिसकेको नि त्यो राम्रो काकाहरू पनि उता होइन त्यो प्याकेट सक्यो बुवा यति मागिर केटी बिडामा सौदा भए हुन्छ ठिक छ अहिले अहिले त्यो फलाम कहाँ राखिदिस् चाहे यो फलामलाई नि खेल गर्दा पाएछौँ सुशीलालाई भन्ने सुशीलाले नपाए अनि काकीले भन्ने सुशीलाले चाहिँ त्यति गाउँ चाहिँ नानी सम्झेर त्यो घर यसो गएर यसो ठ्याङ पार्दै भाइ के लाउनु पऱ्यो अन्त हजुर किन सातु कस्तो मिठ लाग्दो सातु कस्तो मलाई बिहान उठेर त तँ नखाइ त मेरो केही सुरु नै हुने बिहान उठेर पानी खाने सातु एक बडको चम्चा 4 चम्चा खानै पर्छ एक पाथी 12 मान 2 पाथी कति के गहुँ एक पाथी अनि मकै दुई पाथी नै गएर हुन्छ टन्न एकैचोटि बनाएर ल्याएर राख्नु नि पाइन्छ बर्खालाई सुशीला सपर्छ हुँदैन हो एक पाथी नै हुन्छ त्यो बट्टा ट्याप्प राख्दाखेरि त होला जस्तो लाग्दैन मैले परिहाल्छ नि बर्खा सिलेस पर्यो भने मजासित छान्ने फेरि खाने कि त्यो तीबाट निक्लिएको कुरा त होइन बाहिर ल्याएर हाले होइन कस्तो बिउ सटेज भयो त भाइ एकदम पातलो रोप्नुपर्छ अरे एकदम पातलो बाक्लो रोप्यो भने काली पोका आउँछ यस्तो त कसो हाम्रो 2 दिन अहिले सटेज छैन सटेज यिनीहरूले 4 किलो भनेर भनिदिए छैन अरे होलसेलमै छैन अरे बा भन्नु हो र कति पातलो भयो भने भन्दैन नि माइली हाम्रो अब देश विदेशका साथीहरू हुन्छन् माझा कुल्की त हिँड्नु
अब यहाँ यसो चलो अपडेट गराउनुपर्छ हाम्रो त हेर्नुहोस् हामी त के गर्दैछौँ कसो गर्दैछौँ हामीलाई त्यहाँ राष्ट्रिय कलाकार भएपछि मान्छेहरूले खोज्छन् के गर्दैछ भनेर अपडेट हुन सोध्छन् होइन त्यो केपिएलले भेट्न जाने पत्रकार सबै मलाई भेट्न आउने कुरो थियो त्यो बालकोटबाट बाबा भ्याउने भनेर म एकदम रन्थनिएर भागिएर तिमीलाई होइन ल तिमीलाई ए 8-10 वटा पत्रकारहरू ए बाबु घर र घुरेर म निक्लिनु हुन्न सर र तेर्साउन आइहाल्छन् ए जाऊ ओली बेटा जाऊ भन मैले उता पन्छाएर आएको नत्र यहाँ सबै हामीले धाना बिउरा सबै खिचिहाल्थ्यो नि ल कति अब 1 ड्याङमा सिद्धिने हो 2 ड्याङ अब 2 एउटा अर्को एउटा यो एक अर्को एक हुन्छ उहाँसँग त म कुदिहाल्छु अलि सानो भयो कति खोइरे तँ गहिरो बनाएर खालो बाला उही बेलदेखि चित्त नबुझ्ने हो कि त्यही भएर खेतमा बाला ल्याउनै मन नलाग्ने हो नि हामीलाई दाजुभाइ जानुपर्ने रोपाइमा आयो त्यही गरी सारा खालो टाल्न अरे भने बिहानपुरी गम त्यतिखेरसम्म गाड लगाइदिने कति न उहाँ ट्रकका ट्रक धान आउँछ फेरि आउँछ हे मरा यता डोला त सबैको फल्यो होला नि अनि त्यो धेरै ऊ कम भयो भन्नुहुन्छ अनि फेरि तपाईँको लाइन अनुसार त मैले लिएर आएको नि पाण्डु लाल खडामा सहिले हुन्छ कि बिउ झिक्नलाई यसपालि चाहिँ बिउ काट्न सजिलो हुन्छ कि अलि धेरै आलो खराइ अब एउटा त हो नि सुनपानी हाल्नुभयो त तपाईँले हाली के हाल्न ल्याएको मैले बोतलमा त्यो बोतलको पानी कोही खाँदैन क्या हो हाँ बोतलको पानी खाने मान्छे छैन कि क्या हो
एकदम बिउ बढी हुन्छ अहिले पानी यो फलामका डङ्गे फलामै फलाम छन् त यहाँ मसिनो अहिले टाइचिन छ एक्लै टाइचिन रोप्ने गरेकै छैन हामी हाम्रो टाइच लाउने रहेन टाइचिन मिठो नलाग्ने हो खाएलाई के हो जम्मै लड्छ मिठो त असाध्यै मिठो लाग्छ लड्छ सुगरलाई खानै हुन्न सुगरलाई खानु होइन जम्मै लड्छ यो औषधिको धुलोवाला हो के हो अरू के आँखा पोल्यो मेरो चस्मा लाखा नि त के पर्यो खरानी पर्यो कि खरानी हो कि खोइ खरानीको हो कि आँखा पोल्यो यसमा त भाइ पहिले झार मर्ने औषधि ल्याउनुपर्छ काहीँहरू अपडेट गरिरहेको छौँ हामीले अब यो पछि असारतिर ल जेठको अन्तिमदेखि नै रोपाइ सुरु हुने भन्ने आकलन हाम्रो बुवाले आकलन गरिरहनु भएको छ लगभग सम्भवतः जेठको अन्तिम बाँडै पनि रोपाइ हुन सक्छ भन्ने खालको एउटा प्रक्षेपण बुवाले गरिसक्नु भएको छ त्यस कारणले हामी आज एकदम यो धानको बिउ लगभग राखेर सिद्धाउने क्रममा छौँ बा यी धानको बिउ छर्दै हुनुहुन्छ हाम्रो माइली दियो कुलदेउता हो यो हाम्रो कुलदेउता हो हाम्रो घरको कुलदेउता नै हो यो बेला बेला बटारिन्छ एकदम ख्याक्राक्क पर चाहिँ बटारिन्छ अररिन्छ नत्र अरू बेला त ठिकै छ उता सुशीला नानी छिन् यस्तो छ ल गाइजहरू है अब हामी अब यतिकै गरेर अब हामी यो धानको बिउ चाहिँ छोपेर हामी ऱ्यापअप गरेर हामी हिँड्छौँ अनि हामी फेरि असारमा फेरि एकचोटि रोपाइमा जोड्यौँ ल है हस् थ्याङ्क यू